गुड मर्निङ। तपाईँ के रेन्टमा बस्ने कि बिल्डिङ खरिद गर्ने भन्ने सोचमा हुनुहुन्छ? रेन्टमा बस्नु राम्रो हो कि बिल्डिङ खरिद गर्न राम्रो हुन्छ? यसलाई क्यालकुलेसन कसरी गर्ने भन्ने डाउटमा हुनुहुन्छ भने 4% रुल्सको लागु गर्नुहोस्। 4% रुल्स भनेको कुनै पनि प्रपर्टी अथवा बिल्डिङ तपाईँ किन्दै गर्नुहुन्छ भने त्यो बिल्डिङ अथवा प्रपर्टीको एनुअल रेन्टल रिटर्न चाहिँ कति छ भनेर पहिला बुझ्नुहोस् है। यदि कुनै पनि बिल्डिङको एनुअल रेन्टल रिटर्न चाहिँ 4% भन्दा बढी छ भने त्यस्तो बिल्डिङलाई हामीले किन्दा राम्रो हुन्छ अथवा त्यो प्रपर्टी हामीले किन्दा राम्रो हुन्छ। यदि 4% भन्दा कम छ भने त्यसमा हामीले रेन्टमा बस्दा राम्रो हुन्छ। किनभने फर एक्जाम्पल तपाईँले पर मन्थ 60,000 रेन्टल पे गर्नु भएको छ भने 12 मन्थमा तपाईँको 7,20,000 हुन्छ र त्यो प्रपर्टीको भ्यालु छ 2 करोड भने 7,20,000लाई 2 करोडले मल्टिप्लाई गर्दाखेरि आउँछ यिल्ड 3.6 भनेको 4% भन्दा कम हो। त्यस्तोमा हामीले त्यस्तो प्रपर्टीमा हामीले रेन्टमा बस्दा राम्रो हुन्छ। यदि 4% भन्दा बढी आउँछ भने त्यो प्रपर्टी हामीले किन्दा राम्रो हुन्छ। थ्याङ्क यू। यस्तै इन्फर्मेसन भेट्नुको लागि सब्सक्राइब गर्नुहोला, फलो गर्नुहोला।